राज संस्था संविधानमा छैन, तर राज संस्था चाहन्छु भन्नुभयो। यो कन्स्टिट्युसनल छ र भनेर भन्न खोज्नु भएको हो जस्तो पनि लाग्यो। हो के भने संविधानमा नभएको कुरा संवैधानिक कति बेला हुन्छ? संविधानमा कुनै पनि कुरा उल्लेख नभएको कुरा त्यसपछि वैधानिक कसरी हुन्छ? हो, यो प्रिन्सिपललाई द ग्रन्डम थ्योरी भन्छ। ग्रन्डम थ्योरी चाहिँ जस्तो 47 सालको संविधान अन्त्य गरेर गणतन्त्र ल्याउन पाइनेछ भनेर 47 सालको संविधानमा लेखिएको थिएन, तर ल्याइयो कसरी? 47 सालकै संविधानमा बहुदलीय व्यवस्थाको प्रावधानहरू थियो, तर त्योभन्दा पहिलाको 19 सालको संविधानमा बहुदलीय व्यवस्थाको प्रावधान थिएन, त्यो प्रोभिजन्सहरू थिएन। संविधान 47 को आउनलाई 19 सालको संविधानमा बहुदल ल्याउन पाइन्छ भन्ने कुरो लेखेको थिएन नि। तर कसरी बहुदल वैधानिक हो? यो भनेको द स्पिरिट that is expressed on the street through the people's movement. जनआन्दोलनद्वारा सडकमा अभिव्यक्त जनताको स्पिरिट को महत्व, त्यसको भ्यालिडिटी कन्स्टिट्युसन भन्दा माथि हुन्छ भन्ने मान्यतालाई ग्रन्डम थ्योरी भन्छ। हो, यो ग्रन्डम थ्योरी अनुसार यी बुढाहरूले गरेको आन्दोलनमा चाहिँ 7 सालमा पनि अन्तरिम शासन संविधान ल्याउने, त्यही थ्योरी अनुसार 47 सालमा पनि 19 सालको संविधानलाई अन्त्य गरेर ल्याउने, 62-63 मा पनि ग्रन्डम थ्योरी अनुसार आन्दोलनले मागेका कुराहरूलाई संविधान बमोजिम हुनुपर्छ नभनिकन संविधान बचाउने होइन, आन्दोलनको भावना बचाउने सिद्धान्तलाई ग्रन्डम सिद्धान्त भन्छ। त्यो सिद्धान्त लागू हुने। अहिले तपाईँ हामीले गरेको आन्दोलनमा चाहिँ त्यो सिद्धान्त लागू नहुनाको कारण के हो? एउटै कारण हो, तपाईँ हामीलाई हेपिएको। तपाईँ हाम्रो रगतमा पौडी खेल्दै गएर प्रधानमन्त्री र गृहमन्त्रीको कुर्सीमा यिनीहरू बसेका हुन्, पूर्व प्रधान न्यायाधीश वकिलहरू। यिनीहरूलाई संविधान बचाउनु छ, किनभने ती वकिलहरूलाई भोलि न्यायाधीश हुनु छ। स्वागत नेपाललाई त्यो हुनु छैन। त्यसैले भन्छ यो ग्रन्डम थ्योरी योभन्दा पहिला चाहिँ लागू भयो, अहिले भएन। किन?